साइकलमा हेर्नु त साइकलमा अट्छ कि अट्दैन भन्ने कुरा भइरहेछ। यहाँ अट्छ कि अट्दैन यसो अनुमान गर्नु त साथीहरू। सबै साथीहरूलाई नमस्कार। आज म चाहिँ यहाँ जङ्गल आएको छु होइन, धेरै पछि बाख्रालाई घाँस काट्न आएको छु। जङ्गल आएको छु एक्लै, म चाहिँ साइकलमा आएको बाख्रालाई घाँस काट्न चाहिँ। अनि म यहाँ आएको छु, अब घाँस काट्न रेडी हुँदैछु म। मैले घाँस चाहिँ यति काटिसकेँ, सात मुठा काटेको छु होइन। 7 मुठा त यो साइकलमा हेर्नु त साइकलमा अट्छ कि अट्दैन भन्ने कुरा भइरहेछ। यहाँ अट्छ कि अट्दैन यसो अनुमान गर्नु त साथीहरू, हालेर हेरौँ है त। ल साथीहरू, मैले चाहिँ घाँस प्याक गरिसकेको छु, तर तुक्खले प्याक गरेँ। बल्ल बल्ल अट्न चाहिँ मैले यहाँ अटाएको छु। 7 मुठा घाँस है यो चाहिँ। नपत्याउनु होला, यहाँ 7 मुठा छ। यहाँ मैले अगाडि गर्नु पनि भयो होला, हेर्नु त ठ्याक्कै अटाएँ, तर दुःखले अटाएँ, गाह्रो हुँदो रहेछ। आज बल्ल बल्ल घाँस काट्न आएको थिएँ साइकलमा। ल घर जाने बेला भयो, अब बाख्राको गोठतिरै भेट्नु पर्छ होइन। यहाँ पानी चाहिँ हेर्नु नि, पानी पो पर्न थालिसक्यो। त्यही जङ्गलमा आएको पानी परिसक्यो। अब छिटो गएर जानु।